साथी हूँ, सबैलाई नमस्कार। जय शम्भु, जय माता रानी, हर हर महादेव। म चाहिँ काठमाडौँदेखि घर आइसकेँ। मैले यो भिडियो चाहिँ जसले कार्तिकको 24 गते नाम लेखाउनु भएको छ उनीहरू चाहिँ आइदिनु होला, यही प्रार्थना गर्छु। अनि जो चाहिँ इमर्जेन्सी छ, सिकिस्तै छ भने चाहिँ नाम पालो नकुर्नु होला। सिकिस्तै भएको मान्छेलाई नाम पनि लेख्न पर्दैन, आउनु होला, यही प्रार्थना छ। सबैको मनोकामना पूर्ण होस्, माता रानीले पुरा गरिदिउन्। आस्थाको कुरा हो, विश्वासको कुरा हो। जसले विश्वास गर्नु भएको छ उनको सबैको मनोकामना पूर्ण होस्, धेरैको पुरा भएको छ, सबैको होस्, यही प्रार्थना छ। अनि आइतबारको दिन चाहिँ हेराली हुँदैन, आइतबारको दिन चाहिँ नआइदिनु होला, यही प्रार्थना छ। अनि चाहिँ विश्वास गर्नुहोस्, आस्था राख्नुहोस् माता रानीमा। साँझ बिहान धुपबत्ती ध्यान गरिराख्नुहोस्। मोबाइलबाट पनि भाक्कल गर्नुहोस्, धेरैको मोबाइलबाट भाक्कल गरेर पुरा भएको छ। अनि अन्यथा कुराहरू चाहिँ नफैलाइदिनुहोस्। धेरैजनाले धेरै कुराहरू, नराम्रो नचाहिँदो कुराहरू पनि भरम फैलाया छ, त्यो चाहिँ भरम नफैलाइदिनु होला। मसँग के पर्सनल दुश्मनी छ भनेपछि फोन गर्नु होला, त्यसरी खालि अन्यथा जथाभावी नभनिदिनु होला, यही प्रार्थना गर्छु। सबैको मनोकामना पूर्ण होस्, यही मैले चाहेको, यही मैले भन्न खोजेको। यदि तपाईँलाई रिस उठ्छ, त्यसमा दुःख लाग्छ भनेपछि मलाई के फरक पर्दैन। माता रानीले हेरिराख्नु भएको छ, उनको साथ सपोर्ट भएपछि मलाई के हुँदैन। सदा माता रानीले रक्षा गरिदिउन्, यही प्रार्थना छ। सबैको मनोकामना पूर्ण होस्, माता रानीले पुरा गरिदिउन्। जय शम्भु, जय माता रानी, हर हर महादेव।